नमस्ते। नेपालका विकास ब्याङ्कहरूले आफ्नो तेस्रो त्रैमासिक रिपोर्टहरू सार्वजनिक गरिसकेका छन्। आज हामी यिनै रिपोर्टहरूलाई आधार मानेर शीर्ष 5 ब्याङ्कको गहिरो विश्लेषण गर्नेछौं। हेरौं वित्तीय स्वास्थ्य र बजारको प्राविधिक सङ्केत अनुसार कुन ब्याङ्क सबैभन्दा बलियो देखिन्छ। त्यसो भए मुख्य प्रश्न के हो त? यति धेरै रिपोर्टहरू आए तर कुन चाहिँ विकास ब्याङ्क साँच्चै चम्कियो त? आउनुहोस् हामी यसको जवाफ खोजौं, फन्डामेन्टल र टेक्निकल चार्ट दुवैलाई केलाएर। आजको हाम्रो चर्चामा गरिमा विकास ब्याङ्क, शाइन रेसुङ्गा, मुक्तिनाथ, साङ्ग्रिला र कामना सेवा विकास ब्याङ्क परेका छन्। हामी एक एक गर्दै यी सबैको आधारभूत अवस्थादेखि प्राविधिक चार्टसम्म हेर्नेछौं। प्रत्येक ब्याङ्कको विश्लेषण गर्दा हामी खास गरी 3वटा कुरामा ध्यान दिनेछौं। पहिलो, यसको आधारभूत स्वास्थ्य कस्तो छ। दोस्रो, पछिल्लो वित्तीय रिपोर्टले के भन्छ। र तेस्रो, यसको प्राविधिक चार्टले के सङ्केत गर्छ। यी सबै मिलाएर हेर्दा एउटा पूर्ण तस्विर बन्छ। ल सुरु गरौँ हाम्रो पहिलो ब्याङ्क गरिमा विकास ब्याङ्कबाट। यसको प्रदर्शन समग्रमा राम्रो छ, तर प्राविधिक रूपमा एउटा महत्त्वपूर्ण सङ्केत आउन अझै बाँकी छ। सबैभन्दा पहिले यसको साइज हेरौं। गरिमा विकास ब्याङ्कको बजार पुँजीकरण 23 अर्बभन्दा बढीको छ, जसले बजारमा यसको बलियो उपस्थितिलाई जनाउँछ। अब यसको फन्डामेन्टल्स हेरौं न। रिपोर्टेड इपिएस छ 17.64 र पीई रेशियो पनि एकदमै राम्रो देखिन्छ। यी दुवै सूचकले के देखाउँछ भने आधारभूत रूपमा यो ब्याङ्क एकदमै बलियो छ। पछिल्लो रिपोर्टले पनि यही सकारात्मक कुरालाई नै पुष्टि गर्छ। ब्याङ्कको खुद नाफा र प्रति शेयर आम्दानी दुवै बढेको छ, जुन लगानीकर्ताको लागि सधैँ एउटा राम्रो खबर हो। तर एउटा कुरा चाहिँ विचार गर्नुपर्ने देखिन्छ, त्यो हो बढ्दो खराब कर्जा वा नन परफर्मिङ लोन्स। र यो समस्या आज हामीले हेर्ने धेरैजसो ब्याङ्कमा देखिनेछ। टेक्निकली हेर्दा स्टकले सपोर्टबाट त राम्रो बाउन्स लिएको छ, तर अगाडि एउटा ठूलो पर्खाल छ, त्यो हो 430 को रेजिस्टेन्स लेभल। जबसम्म यो पार हुँदैन, एउटा नयाँ अपट्रेन्ड सुरु भयो भनेर ढुक्क हुन सकिन्न। त्यसैले अहिलेलाई वेट एन्ड वाच नै भन्नुपर्ला। अब जाउँ हाम्रो दोस्रो ब्याङ्कतिर, शाइन रेसुङ्गा। यो ब्याङ्क चाहिँ आफ्नो बलियो आधार र स्थिर प्रदर्शनका लागि चिनिन्छ। यसको बजार पुँजीकरण पनि 20 अर्बभन्दा माथि छ र रिपोर्ट गरिएको इपिएस झण्डै 20 को हाराहारीमा 19.64 छ, जुन साँच्चै प्रभावशाली हो। यसले यसको फन्डामेन्टल कति बलियो छ भन्ने स्पष्ट पार्छ। वित्तीय रिपोर्टलाई हेर्ने हो भने खुद नाफामा खासै तलमाथि भएको छैन, स्थिर छ। इपिएसमा अलिकति गिरावट आएको देखिन्छ, तर पनि यो एकदमै उच्च स्तरमा छ, त्यसैले कम्पनीको प्रदर्शनलाई राम्रो नै मान्नुपर्छ। प्राविधिक रूपमा हेर्दा शाइन रेसुङ्गाको चार्ट एकदमै डिसिप्लिन देखिन्छ। एउटा प्रिडिक्टेबल च्यानलमा चलिरहेको छ, आफ्नो ट्रेन्ड लाइनलाई राम्रोसँग रेस्पेक्ट गर्दै। यो स्थिरताको एउटा राम्रो सङ्केत हो। शाइन रेसुङ्गाको स्थिरताभन्दा अलिक फरक कथा छ मुक्तिनाथ विकास ब्याङ्कको, जसले चाहिँ पछिल्लो समय केही चुनौतीहरूको सामना गरिरहेको देखिन्छ। यसको पछिल्लो रिपोर्टले स्पष्ट रूपमा देखाउँछ कि मुक्तिनाथको खुद नाफा र प्रति शेयर आम्दानी दुवैमा गिरावट आएको छ। अनि यसको मुख्य कारण के हो त? त्यो हो एनपिएल, मतलब खराब कर्जा, जुन निकै बढेको छ र त्यसैको असर सिधै रिपोर्टमा देखिएको हो। यसको प्राविधिक चार्टले पनि यही कुरा भन्छ। स्टक अहिले डाउन ट्रेन्डमा छ, त्यसैले ट्रेन्ड रिभर्सलको कुनै बलियो सङ्केत नआउनसम्म पर्खनु नै बुद्धिमानी हुन्छ। अब पालो हाम्रो चौथो ब्याङ्क साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको। यसको वित्तीय रिपोर्ट त सकारात्मक छ, तर प्राविधिक तस्विर चाहिँ अझै बन्दै गरेको अवस्थामा छ। साङ्ग्रिलाको रिपोर्टमा सबैभन्दा ध्यान तान्ने कुरा भनेको यसको इपिएस ग्रोथ हो। गत वर्ष 7 रहेकोमा यो वर्ष बढेर 9 पुग्नु भनेको वास्तवमै उत्कृष्ट वृद्धि हो। त्यसो भए अब यसको लागि अगाडिको बाटो के त? स्टकले नयाँ अपट्रेन्ड पुष्टि गर्न यी 3वटा चरणहरू पार गर्नुपर्छ, जसमा सबैभन्दा महत्त्वपूर्ण हो 435 को रेजिस्टेन्स लेभललाई तोड्नु। र अब हाम्रो सूचीको अन्तिम तर निकै महत्त्वपूर्ण ब्याङ्क कामना सेवा विकास ब्याङ्क। यसलाई विकास ब्याङ्क क्षेत्रको एक टप पर्फर्मरको रूपमा हेर्न सकिन्छ। कामना सेवाको रिपोर्ट हेर्दा त वाउ, नेट प्रफिट बढेको छ, इपिएस त 20.46 छ, जुन सेक्टरकै उत्कृष्ट मध्ये एक हो। तर फेरि उही कथा, एनपिएल्स यहाँ पनि बढेको छ, जुन एउटा च्यालेन्ज त हुने।
यसको प्राविधिक पक्षमा एउटा निकै सकारात्मक कुरा के छ भने स्टकले आफ्नो लामो समयको डाउन ट्रेन्ड लाइनलाई तोड्न सफल भएको छ। यो एउटा बलियो सङ्केत हो जसले मोमेन्टम शिफ्ट र सम्भावित अपट्रेन्डको सुरुवाततर्फ इशारा गर्छ। ल अब सबै कुरालाई एकै ठाउँमा राखेर हेरौँ। यो तालिकाले पुरै कथा भन्छ। कामना सेवा फन्डामेन्टली पनि र टेक्निकल्ली पनि सबैभन्दा बलियो देखिन्छ। गरिमा र शाइनको आधार एकदमै बलियो छ, तर टेक्निकल सिग्नलको लागि पर्खनुपर्ने अवस्था छ। अनि मुक्तिनाथ र साङ्ग्रिलाको हकमा चाहिँ बजारले केही स्पष्ट सङ्केत नदिउन्जेल वेट एन्ड वाच गर्नु नै उत्तम देखिन्छ। यी सबै तथ्याङ्कले लगानीका दुई पक्षलाई देखाउँछ, एकातिर अवसर, अर्कोतिर जोखिम। अब सोच्नुपर्ने कुरा के हो भने यो विश्लेषणको आधारमा कुन ब्याङ्क चाहिँ वाचलिस्टमा राख्न लायक देखियो त?